दर्शकवृन्द, यो चीनले बनाइदिएको भृकुटी कागज कारखाना हो। नवलपुरको गोइनाकोटमा रहेको देशकै ठूलो भृकुटी कागज कारखाना यति बेला बन्द भएको पनि 16 वर्ष भइसक्यो। कुनै समय देशको कुल मागको झण्डै 60% कागज पूरा गर्ने यो धरोहर यति बेला खण्डहरमा परिणत भएको छ। कारखाना बन्द हुँदा देश कागजमा परनिर्भर बनेको छ भने करोडौं रकम विदेशिएको छ। कारखाना 2067 साल फागुन 19 गतेदेखि पूर्ण रूपमा बन्द भएको हो। देशको गौरव भृकुटी कागज कारखाना अहिले झाडीले भरिएर खोरिया घारी जस्तो बनेको छ। कारखानाका सबै संरचना जीर्ण छन्। टिनका छाना कुहिएर झरेका छन्। बाहिरबाट हेर्दा अस्थिपञ्जर मात्रै देखिन्छ। लाखौं मूल्य पर्ने यी मेसिनहरू खिया लागेर बिग्रिएका छन्। कारखानाका पर्खालहरू भत्किएका देखिन्छन्। पर्याप्त सुरक्षाकर्मी नहुँदा चोरी र आगलागीको खतरा पनि उत्तिकै बढेको छ। चीन सरकारले नेपाललाई कागजमा आत्मनिर्भर बनाउन भन्दै 2039 सालमा भृकुटी कागज कारखाना निर्माण गरेको थियो। 49 सालमा निजीकरण भएपछि यसका दुर्दिनहरू सुरु भए। तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले राज्यको दायित्व निजी क्षेत्रलाई सार्दै जाने नीति अनुरूप भृकुटी कागज कारखानालाई 2049 सालमा गोल्छा अर्गनाइजेसन, काब्रा समूह र कनक्राफ्टलाई सबै जमिन र संरचना सहित बेचेको थियो। 60 बिघा जमिन सहित तत्कालीन अवस्थामा दैनिक 8 टन कागज उत्पादन गरी कारखाना 17 करोडमा किनेको भनिए पनि जम्मा 12 करोड 98 लाखमा उनीहरूले भृकुटी हात पारेका थिए। नेपाली बजारको 60% कागजको माग पूरा गर्ने भृकुटी कागज कारखाना बन्द भएपछि कागजमा भारतीय परनिर्भरता बढेको छ। साझा प्रकाशन, जनक शिक्षा सामग्री केन्द्र, गोरखापत्र लगायत विभिन्न सरकारी निकायहरूले यहीँबाट कागज लैजाने गर्थे। स्वदेशी कच्चा पदार्थ पराल, बाँस, बाबियो, गाउँको छुवाली, निकुञ्जको काँस, झुत्रा कागजबाट दैनिक 12,000 देखि 15,000 मेट्रिक टनसम्म कागज उत्पादन गर्दै आएको कारखाना एकाएक बन्द हुँदा भारतीय उत्पादनका कागजहरूले नेपाली बजार पाएका छन्। भृकुटीले वार्षिक रूपमा जापानमा 1,500 बढी मेट्रिक टन कच्चा कागज र भारतमा 3,000 बढी मेट्रिक टन कागज निर्यात गर्दै आएको थियो। दर्शकवृन्द, भृकुटी कागज कारखाना बन्द हुँदा कागजका लागि नेपालबाट हरेक महिना 9 करोड भन्दा बढी रुपैयाँ बाहिरिने यस क्षेत्रका जानकारहरू बताउँछन्।